सर नमस्कार। नमस्कार सर। फेरि पनि स्वागत छ हजुरलाई। धन्यवाद। यो समसामयिक अहिले राजनीतिक परिस्थितिको बारेमा, राजनीतिक उतार चढाव हाम्रो देशमा जुन भइरहेछ त्यो विषयमा साह्रो गफगाफ गरौँ भनेर सोच्छ। अहिले नेपालको परिवेशमा हेर्नुपर्दा जुन निर्वाचन भयो, निर्वाचनको परिणाम जुन देखियो, यसमा चाहिँ अब तपाईँको यो भदौको 23-24को आन्दोलन होइन, त्यसपछिका परिणामहरू, नयाँ सरकार गठन भए, त्यसपछि चुनावमा गयो तपाईँको देश होइन। चुनावमा जाँदै गर्दाखेरि रासोपाले जुन चाहिँ तपाईँको उत्कृष्ट मत लिएर आयो, जनताले एउटा विश्वास दिए। अब तपाईँलाई के लाग्छ कि अब रासोपा सरकारमा जाँदै गर्दाखेरि एउटा युवा जोस, प्रायः सबै त तपाईँको संसदमा अब अहिले युवा जोसमै भएका युवावर्गहरू जाँदै हुनुहुन्छ होइन। तपाईँको बालेन आफै तपाईँको अब 36 वर्ष लाग्दै हुनुहुन्छ र प्रधानमन्त्री हुँदै हुनुहुन्छ। एउटा तपाईँको महानगरमा सक्सेस हुनुभयो, हुनु भएन होइन, तपाईँको त्यसमा के विचार छ? अब प्रधानमन्त्री हुँदै गर्दाखेरि उहाँले कतिको डेलिभरी दिन सक्नु होला? अनि रासोपाको केही नभए नि तपाईँको नजिक बहुमत पनि आएको छ, त्यसले पनि कतिको सहज होला सरकारमा जाँदा होइन? त्यो सबै विश्लेषण गरेर तपाईँको चाहिँ एउटा धारणा के छ त्यो यसो विचार गरेर राखिदिनु भयो भने। सौरभजी, यो वास्तवमा बालेनजी जुन क्रेजका साथ अहिले चुनावमा जुन बालेनजी प्रधानमन्त्री बनाउने भनेर जुन राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्यो र त्यसैको आधारमा जनमत आएको छ। लगभग 2/3 जनमत जनताले मत दिएका छन्। त्यो अत्यन्त राम्रो कुरा हो। तर के भने जति कुराहरू सतहमा बसेर बोलिन्छ, बाहिर बसेर बोलिन्छ, तपाईँ कुर्सीमा गएपछि त्यो कुर्सीको मर्यादा, कानुनी दायरा, संविधानको दायरा, सबै कुराहरू बसेर गर्दा जति बोल्न सजिलो छ त्यति गर्न त्यति सहज त छैन सौरभजी। तर पनि कुरो के हो भने बालेनजी नगरपालिकामा पनि सफल मेयरै हो। उहाँले काम गर्नुभएको, युवा हुनुहुन्छ, इनर्जेटिक हुनुहुन्छ र सम्पूर्ण देशवासीले, मतदाताले बालेनसँग, राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही न केही अपेक्षा, धेरै अपेक्षाहरू राखेका छन् र त्यो अपेक्षा एकैचोटि पुरा भइहाल्छ भन्ने चाहिँ म मान्दिनँ। किनभने ओभरनाइट जादुको छडी होइन कि ओभरनाइट सबै कुरा भइहाल्छ, जनताले चाहेका सबै कुरा हुन्छन् भन्ने चाहिँ म मान्दिनँ। तर पनि सुझबुझका साथ एक कदम अगाडि 2 कदम पछाडि हट्ने सिद्धान्त लिएर संयमित भएर मतदाताको मतलाई कदर गरेर विपक्षी दलहरूलाई पनि सम्मान गरेर हिजो भएका राम्रा कामको प्रशंसा गर्दै, नयाँ कामहरू गर्दै, संविधानमा गर्नुपर्ने सुधारहरू गर्दै र नयाँ ऐन नियमहरू कानुन गरेर देशमा सबभन्दा धेरै कुरा गर्नै पर्दैन सौरभ सर। 2टा काम मात्रै गरे हुन्छ। तपाईँलाई म अनुरोध गरौँ, सम्पूर्ण जनतालाई, यो सुनिरहनु भएको जनतालाई पनि म के निवेदन गर्छु भने 2-3टा काम मात्रै बालेन सरकारले गर्यो भने वाइ हुन्छ। देश जनताले त काम खोजेको छ, अरू केही खोजेको छैन कि बिचरा जनताले। पुराना पार्टीले त दाई नमस्कार भने नमस्कार समेत नफर्काउने कार्यकर्ता त्यस्तो थियो। 2-3टा पार्टी, मैले तपाईँलाई एक दुईवटा उदाहरण गजबको दिन्छु सौरभ सर। जस्तो विगतमा जिल्लामा तपाईँ पासपोर्ट लिन जानुभयो भने 5,000 तिर्नु भने त्यो पासपोर्ट 3 महिना 6 महिनामा आउने। काठमाडौँमा आएर 12,000 तिर्नुभयो भने त्यो पासपोर्ट भोलिपल्ट आउने। के राज्यले करप्सन गरे होइन? यो 12,000 तिरेपछि तपाईँलाई 2 दिनमा पासपोर्ट आउँछ भने 5,000 दिँदाखेरि 3 महिना 6 महिना लाग्ने करप्सन होइन यो? यो त राज्यबाटै करप्सन भइरहेको, डेलिभरी टाइममा नहुने। त्यही भएर सर्भिस डेलिभरी, राष्ट्रिय स्वतन्त्र पार्टीले सर्भिस डेलिभरी अथवा बालेनको सरकारले सर्भिस डेलिभरी दिने। आज तपाईँको लाइसेन्स, ड्राइभिङ लाइसेन्स, बालेनको सरकार भन्ने कि रासोपाको सरकार? होइन, राष्ट्रपाको सरकार हो। सरकार त राष्ट्रपाको, त्यसलाई हाँक्ने बालेनजीले हाँक्ने अपर्च्युनिटी पाउनु भएको छ। त्यो हाम्रो शुभकामना छ बालेनजीलाई, राम्रो गर्नुहोस्। जुन नाम छ, जुन चर्चा छ, त्यो अनुसार उहाँले पनि गरेर देखाउनु। अझै पनि उहाँ वयस्कै हुनुहुन्छ भन, अब बल्ल 34-35 वर्षको मान्छे, देशको ठुलो मर्यादित पदमा जाँदै हुन्छ। विदेशी कूटनीतिकहरूसँग पनि सहज सम्बन्ध राख्नुपर्छ। धेरै कुराहरू हुन्छन्। पञ्चशीलको सिद्धान्तमा आधारित भएर हाम्रो देश त 2 ढुङ्गाको तरुल हो। यता इन्डिया छ, यता जहाँसम्म तपाईँको मैले बालेन सरलाई चिन्छु होइन, उहाँको सेन्स अफ ह्युमर, त्यो तपाईँको वर्डहरूलाई पिक गर्न सक्ने, डिसिजन गर्न सक्ने, त्यो कुरामा चाहिँ अद्भुत क्षमता छ जस्तो लाग्छ मलाई। त्यो क्षमता नभए त यो लेभलमा चर्चित मान्छे हुँदैन। केही न केही क्षमता अवश्य उहाँमा गड गिफ्ट क्षमताहरू छन्। तर हतारिएर जुन जनमत आयो, ल केका नै आयो भनेर हतारिएर जे पनि गर्न थाल्यो भने चाहिँ हुँदैन। मैले अहिले पनि भने तपाईँले पर्ख र हेर गरको सिद्धान्त लिएर जनतालाई सर्वोपरि मानेर काम गर्नुभयो। सर्भिस डेलिभरी, जनताले काम खोजेको छ, जनताले अनुहार खोजेको छैन। जनताले काम खोजेको छ। काम गर्यो भने राष्ट्रिय स्वतन्त्र पार्टी सफल हुन्छ र बालेनजी पनि सफल हुन्छ। काम गरेन भने राष्ट्रिय अर्को चुनावमा जनताले फेरि देखाइहाल्छन्। काङ्ग्रेस कम्युनिस्टको हकीकत नबलाउन भन्न सकिन्छ। त्यसबाट बालेन सरकारलाई यो अहिले के छ नि, अपर्च्युनिटी पनि छ, अवसर पनि छ, चुनौती पनि छ। चुनौतीका चाङ्गुहरू पनि धेरै छन्, अपर्च्युनिटी पनि छ। संयमित भएर अगाडि बढ्नुभयो भने सायद गर्नुहुन्छ होला। किनभने उहाँहरू युवा हुनुहुन्छ, सोच राम्रो छ, विचार राम्रो छ,
युवा प्रखर व्यक्ति हुनुहुन्छ र सबै जनतालाई सर्वोपरि गरेर काम गर्यो भने अवश्य यो पार्टी अथवा बालेन सरकार सफल हुन्छ जस्तो लाग्छ। तर सर्भिस ओरिएन्टेड हुन पर्यो र यही पार्टीलाई गाली गर्ने रिबन काट्दै हिँड्ने गरेर 10 थरी कुरा गर्न थाल्यो उनीहरू पनि अनपपुलर हुन्छन्। तर पपुलारिटी ज्ञान गर्नलाई जनताले अनुभूति गर्ने सर्भिस दिनु पर्यो सौरभ सर। जबसम्म सर्भिस दिन, जबसम्म सानसाना काममा पनि बाधा अडचनहरू जुन ब्युरोक्रेसी सबभन्दा नेपालमा सुधार्न पर्ने ब्युरोक्रेसी छ, ब्युरोक्रेसीले जरा गाडेको छ। स्थायी सरकार भनौँ न। अब यो सरकारले ब्युरोक्रेसीलाई कसरी परिचालन गर्छ, भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्छ, जे कामलाई नि भोलि आउनुहोस् पर्सि आउनुहोस् भन्ने भद्रगोल गर्ने, लाइन बस्न पर्ने। सरलाई यहाँ रोकिनँ मैले थोरै कुरा थपेँ सरलाई होइन। जुन तपाईँको चाहिँ अहिले यो ब्युरोक्रेसी कुरा गर्नुभयो, ब्युरोक्रेसी त तपाईँको स्थायी सरकारै भयो होइन। अब यो स्थायी सरकारमा तपाईँको अहिले चाहिँ जुन त्यो कुरा छोडौँ होइन, अर्को राजनीति नियुक्ति हुने जुन छ नि सरकारी निकायमा 1100 चान्चुन अहिले चाहिँ राजनीति नियुक्ति रहेछ, त्यो सबै एकैचोटि खारेज गरेर जाने भनेर जुन रासुपाले एउटा निर्णय गरेको छ होइन तपाईँको पार्टीले, त्यसमा चाहिँ तपाईँको धारणा के छ, त्यो सम्भव होला? मेरो यसमा स्पष्ट धारणा छ। के छ सौरभजी भने कानुनी आधार र नैतिकता के हो भने जस्तो कुनै पनि पार्टीले कुनै ए भन्ने मान्छेलाई कुनै पार्टी संवैधानिक निकायमा कहीँ पोलिटिकल अपोइन्टमेन्ट गरेको छ भने नैतिकताको आधारमा अर्को सरकार स्वतः छोड्नुपर्ने हो। यहाँ त कुर्सी नै नछोड्ने परिपाटी बसेर हो, नत्र नैतिकताको आधारमा छोड्नुपर्छ। अब अहिले सबै 1100 जनाको तपाईँ कुरा जति पनि पोलिटिकल नियुक्ति खारेज गर्छु यो गर्छु भन्ने फेरि के छ 4 वर्ष 5 वर्ष नियुक्ति ल्याएको छ, त्यो उनले अदालत जान्छ। एक्ज्याक्टली कानुनमा फेरि त्यो छ कि कानुनै संशोधन गर्नु, कानुनमा संशोधन नगरिकन यो गर्न गाह्रो छ। फेरि अदालत गर्ने स्टे अर्डर गरिदिन्छ, काम नगरिकन तलब दिनुपर्ने अवस्था हुन्छ। यो सबै कुरालाई मिलाएर फर्किनुहुन्छ भने किनकि तपाईँको यही सरकारमा हामीले देखियो नि त कुलमान घिसिङले चाहिँ तपाईँको हाम्रो होइन यस्तो धेरै उदाहरण छन् सौरभ सर। त्यही भएर सौरभजी यो हाम्रो हितेन्द्र देव साक्यलाई हटाइदिनु भयो, तर अदालतले स्टे अर्डर दिएपछि फर्केर अहिले काम गरिरहेको छ। नैतिकताको आधारमा चाहिँ वास्तवमा नैतिकवान पोलिटिकल मान्छेहरूले, पोलिटिकल अपोइन्टमेन्ट लिने मान्छेहरूले नैतिकताको आधारमा एउटा सरकारले नियुक्ति गरेको पद अर्को सरकार आउने चाहिँ नैतिकतामा राजीनामा दिनु उत्तम हुन्छ। दिएन भने हटाउँदाखेरि अर्को कानुनी अपराध छ। अब त्यसलाई चाहिँ कसरी यही हो, यसमा पनि भर पर्छ कि उहाँहरूको काम गराइमा भर पर्छ। यही हो सौरभ सर, राम्रोसँग डेलिभरी सर्भिस डेलिभरी भयो यो सरकार अलिक ठिक छ, जान्छ राम्रो। ठिक छ, जो शुभकामना दिउँ। शुभकामना छ हजुरहरूलाई। धन्यवाद।